हेलो एभ्रिवान, इट्स मी मिलन तामाङ। वेलकम ब्याक माई भ्लग। सबैलाई स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी यो कम्पनीको अर्को कम्पनीमा जान लागेको। कम्पनीको ब्रान्च हो। त्यहाँ गएर अब के कस्तो रहेछ त्यहाँको कम्पनी अनि म देखाइ नै हाल्नेछु। त्यहाँ गएर अब हामी के गर्छौं हैन, त्यहाँ के देख्छौं हामीले त्यो सबै नै म तपाईहरुलाई देखाइ नै हाल्नेछु। सो गाइज त्यतिखेरसम्मको लागि वेट गरिदिनु होला। सो गाइज हामी चाहिँ त्यहाँ कम्पनीबाट हामी हिँडेको यता आइपुगिसक्यौँ हामी। हाम्रो कम्पनी चाहिँ त्यो हो। सो गाइज यु क्यान सी हियर आइटेम्स। त्यही हामी यता हिँडिरहेछौँ। यता चाहिँ खतरा छ होइन। यता चाहिँ यहाँनिर किनेर टक्क लगाएर आफैले बनाएर खाने ठाउँ हो। त्यहाँ चाहिँ अब ओभन रहेछ होइन, त्यो पकाउने ठाउँ हो ठुलो। अनि यता चाहिँ टक्क बसेर खाने, यहीँ किन्ने यहीँ बस्ने, यहीँ किन्ने यहीँ बस्ने, जस्ट चिल। सो हाम्रो गाडी चाहिँ आइसकेको छ। यो चाहिँ हाम्रो गाडी हो अनि आउँदैछ यता। सो हामी चाहिँ यही गाडीमा जानुपर्ने हुन्छ टक्क लगाएर साथीहरू। ल साथीहरू, हामीलाई चाहिँ यहाँनिर हाम्रो ट्याक्सीले हामीलाई होइन कार्ड दियो, तर यहाँ फोटो रहेछ। पुलिसम्यान हो कि भनेर भनेको त होइन रे यो कार्ड चाहिँ, किनभने बेस्ट ड्राइभरले पाउने एउटा सर्टिफिकेट भनौँ न होइन। 30 वर्षसम्म एउटा पनि एक्सिडेन्ट नभएको मान्छेलाई चाहिँ यस्तो दिन्छ अरे है। यो रोडको छेउमा किन राखेको भनेर हिजो अस्तिदेखि नै मलाई अलि उत्सुकता चाहिँ जागिरहेको थियो। अनि त्यो चाहिँ किनभने यहाँनिरको गाडीहरूको आवाजहरू अन्त तल गाउँतिर नजाओस् भन्नेको हेतुले चाहिँ अब त्यो राखिने रहेछ। त्यो पनि बुझिहालेँ, अब बिस्तारै बुझ्दैछौँ नयाँ कुराहरू। त्यही भएर भन्दैछु म साथीहरू, न्यू प्लेस न्यू एक्सपिरियन्स अलवेज है। यहीँ हो नि त्यो पल्लो बिल्डिङ छ नि। ल ता बिल्डिङ अनि यो भनेको चाहिँ हाम्रो कम्पनीको ब्रान्च हो कि यो हाम्रो कम्पनीको ब्रान्च रहेछ। यो धेरै ठुलो, यो पनि ठुलै रहेछ कम्पनी। यसमा सेम मेटेरियल बन्ने हो होइन, ओडी फन्ड र ग्रासन बन्छ। सेम तिमीहरूको चाहिँ सेम हुन्छ। त्यो छ हैन कि इपिएस हाम्रो कम्पनी अर्को कम्पनी यो हाम्रो ब्रान्च कम्पनी। कति भयो म दिन्छु बिमल। आइपुग्यौँ है त हामी। ल हामी यहाँनिर ओर्लिँदै है, हाम्रो कम्पनी अरे यो कम्पनी हाम्रो कम्पनीको। सो गाइज यता चाहिँ कम्पनीहरू छ टक्क लगाएर, दामी सिनहरू पनि रहेछ होइन। अनि हामी निक्लिन लागेको, यताबाट कता निक्लिने हो खासै ठेगान पनि भएको छैन। यता त के हो, सब कम्पनी मात्र देख्छु त म यार। के बोक्यो यार शिवराज यो यार, टक बोक के रहेछ। सो गाइज हामी चाहिँ यो तल्लो कम्पनी घुम्दैछौँ। यता छ हाम्रो स्कुटी, शिवराज गुरुङ ड्राइभिङ। सो त्यही हो, हेरिदिउँ न भनेर हिँड्दैछौँ हामी। हाम्रो कम्पनीको ब्रान्च कम्पनी है यो चाहिँ। साइरन बजाउने। भित्रभित्र त नजाउँ के यस्तो। ए कालै छ त के हो यस्तो। साइकल जति नि मजा आउँदैन र स्कुटी त यार। यो इपिएसको इपिएस भन्छ नि, यसले इपिएस भन्दो रहेछ कि। employment permit.
अनि त्यही त इम्प्लिमेन्ट मैले त्यही सोचेको कि सिस्टम भनेको चाहिँ यस्तो थियो कि इपिएस भन्ने चाहिँ यो मेटेरियलहरू हो यो होइन हाम्रो तल्लो कम्पनीको योहरू यो सब मेटेरियल हो कि इलेक्ट्रिक होला होइन यो यो अँ होइन पेट्रोल हो त्यो काम त्यो काम त तर दाइ लास्ट हावा हो यार सो गाइज मलाई चाहिँ यस्तो देखिरहेको छ है यहाँ अलिअलि पानी साइकल लिएर निस्किने हो पानी अब त्यही साइकल लिएर जाऊँ न यो स्कुटी त के लिएर जानु है ओर्लिम यस्ता फटाफुडोहरू नि सो साथीहरू हामी चाहिँ साइकलमा यता छ साइकल मेरो बबाल भाइब्स आइरहेछ तर हामी यता भन्दा उता चाहिँ जानुपर्छ कि उता वन साइडमा यता पछाडि यता जाने हो अलि वन साइड रहेछ कि यता अलि मजा आउँछ जस्तो लाग्यो मलाई सो गाइड चाहिँ हो अब हामी हिँड्दैछौँ यहाँबाट होइन हेरौँ कहाँ कहाँ पुग्दो रहेछ जस्ट हिँड्दैछौँ हो यस्तो छ नजराहरू यताको किन त्यही हो अगाडिको ब्रेक याप्प समाइदिएको धनै लडेको बिस्तारै समाउनु पर्ने सो गाइज यता यस्तो छ कम्पनीहरूको हालत हेरिदिउँ होइन के कस्तो हुँदो रहेछ बिस्तारै बुझिदिउँ ठाउँहरू के कस्तो हुँदो रहेछ बुझिदिन्छौँ हामी यहाँको अवस्थाहरू बिदाको दिन हो त्यही हो अरू बेला त भोटेले फटाको फटाइ गरिदिन्छ बिदाको दिनमा रमाइलो गर्ने हो त्यही दुःख भुलाउने हो अनि हिँड्ने हो साथी हो यस्तै छ कोरियाको बसाइ त्यही हो गाइज हामी यहाँ रेड लाइनमा कुर्दैछौँ हामी त तर के गर्नु अब त्यही यस्तो यस्तो ठाउँतिर चाहिँ हामी मान्छे हिँडे जसरी साइकल डोराएर हिँडिदिन्छौँ अनि त्यही हो यतातिरको आजको दिनहरू चाहिँ को रमाइलो हो सो हामी हिँडिरहेछौँ यहाँबाट रेड लाइट गाइड त्यही हो अब हेरौँ योहरू खतरा खिच्नु पऱ्यो क्या होइन यतातिर यता आउँछ नि त निस्किन्छ नि भ्यूहरू सो गाइज म चाहिँ राइट ह्यान्डले चाहिँ यो मोबाइल समाउने अनि लेफ्ट ह्यान्डले साइकल चलाउने गरिरहेको छु त्यही हो यतातिरको भ्यूहरू चाहिँ बब्बाल है ओभरै मजा लाग्दछ बिस्तारै हिँड्नुपर्ने हुन्छ मैले त्यही हो गाइज कोरियामा पनि यस्तो हुन्छ र भनेर भन्नु होला फर्किने अहिले एकैछिनमा हिँड न गल्ली चाहिँ याद गरिराख है तिम्रो माइन्ड त कडा छ फेरि होइन म मान्छु तिम्रो माइन्डलाई तर कहिले कहिले फेरि त्यस्तो माइन्डले नि काम गरेन भने टेन्सन हुन्छ गाइज हामी यता हिँडिरहेको छौँ है बबाल यता एग्रिकल्चर प्लेस रहेछ यता चाहिँ एग्रिकल्चर गर्ने ठाउँहरू अनि यता भित्रभित्र चाहिँ कम्पनीहरू छ
हो त यो अनि लसुन हो लसुन खेती गर्दै रहेछ यता अगाडि पनि आज मौसमले एकदम रमाइलो बनाइदिइरहेछ होइन मनहरू मलाई आनन्द बनाउने मौसम तर तल्लो कम्पनीमा बवाल सिनहरू पनि देखिँदै रहेछ हाम्रो पनि छ तर कृषि गर्ने ठाउँहरू त्यो गाई चाहिँ यता नि पुरै बवाल गइदिउँ होइन अगाडि बढिदिने मलाई एउटा गोब्रो एउटा चाहिँ चाहिने हो है। ल साथीहरू हामी यता बिस्तारै बिस्तारै हामी अगाडि बढ्दैछौँ हाम्रो गन्तव्य अगाडि बढ्दैछ है। So guys, you can see here the place, what a beautiful place. यता चाहिँ पुरा कम्पनीहरू छ सो त्यही हो लेट्स सी आई होप राम्रै हुन्छ होला होइन। हेरौँ न के हुँदो रहेछ कस्तो ठाउँहरू रहेछ यता पनि म देखाइ नै हाल्नेछु त्यतिखेरसम्मको लागि जस्ट वेट गरिदिनु होला। Everyone please don't forget to like, comment and subscribe my channel. यता बवाल रहेछ अगाडि मैले अघि देखाएको ठाउँहरू। सो गाइस अब रमाइलो हुँदैछ एकदम आनन्द आइरहेछ होइन। त्यो भोलि एक दिन काम छ फेरि बिदा नै हो हामी गइ नै हाल्छौँ त्यही हो कुरो। सो यो चाहिँ हाम्रो तल्लो कम्पनीको दाइहरूको अनि तल्लो कम्पनीको रेस्टरुम हो अनि युकेसिल हो यो चाहिँ हाम्रो तल्लो कम्पनीको देख्न सक्नुहुन्छ यहाँ बवाल। अनि यता म छु है त्यही गाइज अब टक्क लाएर यता हेरिदिउँ के रहेछ यता आराम गर्ने सुतेर आनन्दले बस्ने ठाउँ। अनि यता रहेछ जिम सिमको सामानहरू जिम गर्ने ठाउँ पनि रहेछ यहाँनिर रेस्ट गर्ने ठाउँमा यसो त्यही हो गाइज। अब अघि हामी साइक्लिङ गरेर नि आएको पानी पर्ने भनेर सुनेको थिएँ तर यहाँ ठ्याक्कै आइपुग्ने बित्तिकै पानी पनि पर्यो सो हामी नै ठ्याक्कै यहाँ आइपुग्यो। सो आवर टाइम इज बेस्ट टाइम भनौँ न होइन राम्रो भयो। सो थ्याङ्क यू सो मच भन्न चाहन्छु भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा। जसले मेरो भिडियो हेर्नुहुन्छ लाइक कमेन्ट सब्सक्राइब गरेर साथ दिनु होला किनभने आउँदो दिनहरूमा योभन्दा राम्रो भिडियो ल्याउनको लागि मलाई मोटिभेट हुनेछ।